सर्वप्रथम त हाम्रो नगरबाट पाउनुभएका अगुवा सर्वता दिदीहरूले युवाहरू लगायत वर्णन गरी आएका सम्पूर्ण अगुवा त्यो शरण दादाज्यूहरू लगायत जति पनि हाम्रो टिम मेम्बरहरू जति पनि छौँ यहाँ यो जति पनि हामीले माटोलाई माया गर्ने मित्रहरू जति पनि श्रमदाताहरू छौँ हामी सबैजनालाई एकमुष्टि मेरो जय देश जय माटो। अब भन्नुपर्ने त विशेष त्यस्तो खासै केही मैले देखिनँ। जे हाम्रो यो उदयपुरको चौरनी गरी नपा 8 मा पनि हामीले यसरी हामीले माटोमै जुन हामीले बनाइरहेको छौँ त्यो हाम्रो चौरनी गरी 8 मा पनि तपाईँ हामी सबैको एक आपसमा सबैको सरसल्लाह सबैको होइन हातेमालो गर्दै तपाईँ हामीले आज यो यहाँसम्म ल्याइ पुर्याएका छौँ। अब यसैलाई हामीले तपाईँ हामीले मिलेर अब निरन्तरता दिनुपर्छ भन्ने अब जति पनि साथीहरू यहाँनिर जोडिनु भएको छैन भने अरू पनि बाँकी साथीहरूले पनि सबैजनाले अब जोड्नुतिर नै हामी लाग्नु परेको। किनभने अहिलेको यो परिवेशमा भनेको तपाईँ हामीले श्रम नगरिकन काम नगरिकन होइन देश बन्दैन। विशेष हाम्रो यो हाम्रो जुन हाम्रो श्रद्धेय अध्यक्षज्यू हाम्रो श्रम पिताज्यूको पनि भनाइ यही हो, मैले पनि भन्नु खोजेको यही हो। जति पनि तपाईँ हामीले यहाँ गफ गरेर मात्रै अहिलेसम्म देशमा जति पनि गफ गरेर खाने प्रविधि छ यो प्रविधिले चाहिँ अब तपाईँ हामीले अन्त गर्दै काम गरेर खानुपर्छ श्रम गरेर मात्रै खानुपर्छ भनेर तपाईँ हामी श्रमजीवी जति पनि छौँ तपाईँ हामीले अब सबै एक हुनु एकदमै आवश्यकता छ। त्यसै कारणले गर्दा कतिपय साथीहरूमा धेरै भ्रमहरू यहाँ फैलाएको हुनसक्छ अन्य विपक्षी दलका पार्टीका मित्रहरूले साथीहरूले विशेष त हामीलाई यहाँ एउटा ट्याग के लागेछ भन्दाखेरि एउटा जातीय पार्टी भन्ने कुराहरू छ। यो चाहिँ बिल्कुलै होइन यो जुन जातीय पार्टी भनेर हाम्रो पार्टीलाई चाहिँ यसरी आक्रमण गर्ने एउटा उहाँहरूको त्यो एउटा हतियार बनाएको मात्र। किन कुनै पनि होइन कमी कमजोर नभइसकेपछि उहाँहरूले त्यसले भन्नुभएको हो। केही खोट लाउने ठाउँै नभएपछि के उहाँले त्यस्तो भन्नुभएको। तर यो श्रम सांस्कृतिक पार्टी भनेको यस्तो पार्टी हो जहाँनिर तपाईँहरू सबै जात सबै धर्मको सबै एकै मुष्टमा आएर तपाईँहरूले श्रम गरेर बिहानदेखि बेलुकासम्म श्रम गरिसकेपछि एउटै चुलोमा पाएको खाना खाइने हो कि तपाईँ। त्यही कारणले गर्दा यो कुराहरूलाई चिर्नु जरुरी छ एउटा। अर्कोतिर अब तपाईँहरूले अहिले एकदमै फेसबुकतिर हामीले हेरेको सुनेको कुराहरू चाहिँ एउटा क्युआर, यो क्युआरलाई एउटा ट्याग लगाएको छ। किनभने अब अरू त ट्याग लगाउने ठाउँ छैन होइन। अब तर यो चाहिँ अन्य पार्टीको साथीहरूले क्युआरबाट पैसा उठाउँदा त्यो चाहिँ केही भएन होइन क्युआर पार्टी। तर जब हाम्रो श्रम पिताको अगुवाईमा श्रम पिताले जुन आग्रह गर्नुभएर अब होइन केही बजेटहरू केही सहयोगबाट देशमा विकास गरौँ सबैजना हातेमालो गरौँ भन्दाखेरि चाहिँ उहाँले चाहिँ ट्याग लाग्ने के यही कुराहरू चाहिँ एकदम चित्त बुझिरहेको छैन कि मलाई पनि। त्यो तपाईँ हामी सबैलाई चित्त नबुझेको कुरा हो। जसरी हामीले अब श्रमबाटै होइन अब उता दार्जुदामा पुल बनाउनु भएको छ त्यो पैसाहरू सबै तपाईँ हाम्रै हो। तपाईँ हामी मिलेर नि यसरी सबै श्रमदाताहरूले गर्नुभएको छ। त्यसै गरी अब तपाईँ हामीले जसरी हुन्छ विशेष त अब हामीले पनि यो ठाउँमा पनि तपाईँ श्रममै फोकस गर्नुपर्छ भन्ने हो मेरो भनाइ। अब म बाहिर हुँदाखेरि पनि साथीहरूलाई श्रम गर्दै गर्नु है साथीहरू श्रम गर्दै गर्नु भनेर बारम्बार मैले भनिरहेकै कुरा हो होइन। मैले जानेको बुझेको जति हामीले सक्ने प्रदेशबाट के गल्ती हुन्छ हाम्रोबाट सहयोग तपाईँलाई फुल्ली सहयोग छ यही कुराहरू हो। अब अहिले यो संजोग भनौँ म पनि छुट्टीमा निस्केको थिएँ। यो छुट्टीमा चाहिँ यहाँनिर यसरी तपाईँहरूकोसँग भेटघाट गर्ने एउटा अवसर भनौँ होइन यो संयोग भनौँ। अब यो भेटघाटमा एकदमै खुसी लागेको छ, एकदमै धेरै खुसी लागेको छ। अब विशेष त अब तपाईँ हामी सबैजना भेटेर कसरी हुन्छ हाम्रो यो सिद्धिपुर चौरनी